अहिले 12:30 भयो। ओ 2 पैसाको के भन्न चाहन्छु यसमा म चाहन्छु यमिटोको त खाइ उ बुझ्छु ओइ 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 भान्जा अब हाम्रो लास्ट घर बाँकी छ कुमार सबैजनालाई ह्यापी देउसी। अब हाम्रो यो महान चाडपर्वको अवसरमा देउसी हाम्रो सुरु भइसकेको छ। झ्याम्टा र मादल बोकिओरी हाम्रो देउसी सुरु भइसकेको छ। ह्यापी तिहार र ह्यापी all of you ह्यापी देउसी। yes जोरले ल यो सुरु भयो तिहार हो। हाम्रो देउसी स्टार्ट भइसकेको छ यो घरबाट। ल दाजु स्टार्ट भयो। अब रातको 11 बजेको छ देउसी सुरुवात भएको छ। दाइले झ्याम्टा बोकिसक्नु भयो। मादल त फुटाएर नि त अनि ओ निमल भाइ मादल तपाईँले फुटाउनु भयो अरे 2000 कति अहिले कहाँ स्पेसै छैन त नि तिहारको ह्यापी बर्थडे मैले पनि मनाए देउसी खेल्न आउनु भएको यस्तो छ दाइको हाल। घर बेटी बाबा घर बेटी आमा आइपुग्यो हामी देउसी रे खेल्न भन मेरा साथी राम्ररी भन पत्तीको झिलिमिली फुलको झिलिमिली हामी त्यसै हाम्रो मादलको अलिकति बिजोग छ अवस्था। भोलि महाराजको ढिलो भइसक्यो छिटो छिटो। लामाले ल्याइसक्नु भयो हाम्रो देउसीको दक्षिणा ल्याइसक्नु भएको छ आमाले। लामाले राख्नु हाम्रो देउसीहरूलाई दक्षिणा आइसकेको छ। आशिष दिँदै हाम्रो मोडीले को जिम्मा लिएको छ र चामलको जिम्मा चाहिँ हाम्रो राजेशले लिएको छ। अब यतिकै जाने माकुराको जालो अब घाक्सोको पालो। र हाम्रो त्यहाँ सकिसकेको छ। फेरि नेक्स्ट यतै साइडमा भाउजूकोमा भाउजूले रेडी पारिसक्नु भएको छ। सानो लल्ला डुबो जस्तै हाम्रो भाउजूले एकदम चाँडो गरिदिनु भएको छ। अग्लिँदै जाओ एसीमा घरको मदनले फेरि क्यास उठाइसकेको छ। देउसेको आशिष राजेशको राजेश चामल लागिमा रहो मङ्गल मामाकोमा अहिले हामी पुगिसकेको छौँ। हामी मङ्गल मामाकोमा छौँ अहिले हामी टिकटकलाई। अहिले हामी रातको मध्यरातको 12 बजे देउसी खेल्दैछौँ। देउसीहरू झोला बोक्ने ग्याङ मादल सुनै बनुन् ढुङ्गामा छुदा हिरेमा भन्नु। हाम्रो भ्याक्सो दाजुले चाहिँ ल्याइसक्नु भएको छ देउसी भैलो दक्षिणा आइसकेको छ। क्यासको म्यान मदनले क्यास उठाइसकेको छ। चामल राजेशले ल फेरि अगाडि बढौँ।
अब हामी यता ठुलो घर आइपुगेको छौँ केटाहरू फर्ममा छन् अहिले सबैजना सानो भाया लगाउने ढोको वैसैमा मर्छु क्यारे बनसोटी भरौँ बनाउराटी बनसोटी भरौँ बनाउरा। हाम्रो देउसी स्टिल चलिरहेको छ मेन लिडर दाइहरू अब क्या देखना पड़ रहा है अच्छा है मैं अंधा हूँ खुसी मिसले ल्याइसक्नु भयो बाबा मामा अब हाम्रो देउसी टिम जाँदैछन् भीमराज भाइकोतिर यो चाहिँ हाम्रो होटाके देउसी सुरु गर्नुभन्दा अगाडि यसो हल्का डान्स छ टाटे मासले अझ चालु गर्छ हाम्रो आन्टीले देउसी भैलो दक्षिणा ल्याइसक्नु भएको छ दक्षिणा र रोटी पनि छ रोटी खाना हुने रोटी खानुहोस् होला दाइले रोटी लिइसक्नु भएको छ ब्याक्स रोटी एउटा रोटी चाहिँ एउटा हान्नुपर्छ रोटी सही हुन्छ रोटी चिसो रहेछ डान्स हेर्नु त हाम्रो देउसी टोली हाम्रो आइस दाइहरूकोमा छौँ अहिले हामी
बिचमा यसो हल्का रमाइलो नाचगान गरौँ भनेर हो बिचमा फेरि भट्टाउने फेरि नाचगान गर्ने यस्तै हुन्छ रमाइलो हाम्रो देउसी देउसी स्टार्ट भइसकेको छ एकछिन ब्रेक पछि फेरि देउसी सुरु भएको छ जानु छिटो मादल भित्र हाम्रो लक्ष्मी देउसी पूजाको प्रसाद आइसकेको छ अहिले चाहिँ हामी जमुना आन्टीकोमा कुकार सर्कोमा आइसकेको छौँ लाइट अफ छ अहिले लाइट अन भयो आन्टी उति सक्नु भयो छोड्दै उता देउसी भैलिएको प्रसाद आइसकेको छ अब मदन आतु राजेश अब हामी यहाँ सकेर अब हामी क्याप्टेनकोतिर लाग्दैछौँ हाम्रो एम्स दाइकोतिर अब हामी क्याप्टेन अङ्कलकोतिर प्रस्थान हुँदैछौँ लगभग आधी हुन आँटिसक्यो आधी टोली ए छिटाम अहिले लाइट अफ छ हाम्रो यहाँ लगाइस हाम्रो यसो बिचमा चाहिँ हल्का सानो रमाइलो हुन्छ डाक्टर भ्याक्सो र अविनाश भाइले यसो यहाँ के फनी गर्ने रे नाच्ने हो त नाच्न त्यसरी फेरि रिपिट अरे बाप बड़ा ना मैया द होल भैया सबसे बड़ा रुपैया हामीले क्याप्टेन अङ्कलकोमा पनि सक्यौँ त्यसपछि अब हामी सिधै अगाडि जाँदैछौँ अब चाहिँ सिधै साइलहरूकोमा हुन्छ अब टोलीहरू सब अगाडि बढ्दैछन् अन्य अत्र त के गर्छस् कहाँ ठीक गरिस् त्यही त भनेको नबोलाके सेन्तरम गाना बजाउँदै हिँड्दैछन् केटाहरू
अहिले चाहिँ ठ्याक्कै रातको मध्यरात 12 बजेको छ। हाम्रो केटाहरू अझै पनि देउसी खेल्दैछन्। अहिले हामी साइलको घरमा छौँ। ल हाम्रो देउसी भैलीको आशिष आइसकेको छ। दाइले ल्याइसक्नु भएको छ। अब यता साइलहरूकोमा सक्यो। अब हामी सिधै हाम्रोमा जानेछौँ। कतिवटा छ अरे दाइ? अब कतिवटा छ अरे अब बाँकी? ल हाम्रोतिर सक्यौँ। अब हामी गोपाल अङ्कलकोमा जाँदैछौँ हामी। लाइट बालौँ। सुतोई क्या हो? दाइ अब क्या देखना पड़ रहा है? अच्छा है मैं अंधा हूँ। भिडियोमा सक्यो? आप कहाँ थे ज्ञानी बाबा? हाम्रो टोली खन्न दाइकोतिर जाम बस। फाइनली लादीले देउसी भैलीको दक्षिणा ल्याइसकेको छ।
अब क्या देखना पड़ रहा है अच्छा है मैं अंधा हूँ ल खन्डाकोमा पनि सक्यो अब हामी सन्दायकोमा सिधै जान्छौँ ल हामी खेल्दा खेल्दै सन्दायको घर आइपुगेको छौँ दिदीबाट नहोस् अरे भाबाट न भैया ढोल सन्दायकोमा हामी सकेर अब सिधै हाम्रो अभिषेक भाइकोतिर जाँदैछौँ देउसी टोलीहरू अब सिधै अभिषेक भाइकोतिर टाचा लाजा सकिँदैन आतो छिटो अगाडि जिउँदैछ यो जाउँ जाउँ अन्त गर्छौँ हाम्रो अभिषेक भाइको घर जाँदैछौँ के भयो घरबेटीलाई सम्हाल्नु पर्छ है क्या त्यो लाइट छैन यता त्यो एउटा हामीले अब अभिषेककोमा सकेर हाम्रो अविनाश भाइकोमा आएको छौँ हामी टाँचा लाँदा सकिँदैन खोइ दिदी दिदी छिटो बेसीको माने अब आशिष दिँदै अब यतिकै जाने लौ यतिकै जाने अब यतिकै जाने अब यतिकै जाने दिदीले हाम्रो दैसी भैलो दक्षिणा ल्याउनु भएको छ सुत्नु है अब राम्ररी ल अब हामी आउँदैन मैले मदन सागपानी होला सागपार त दुमो राख्दिहाल राजले चामल हाल्ने दुमो दिहाल बरु भाग निकाल ल चप्पल लादैन फेरि काफले जानु कि नजानु सुने साथी अब हाम्रो लास्ट घर बाँकी छ कुमार लास्ट घर अब हाम्रो कुमार दाइको बाँकी छ हामी जाँदैछौँ भ्याक्सो पनि अगाडि हुनुहुन्छ भ्याक्सो लास्ट घर है भ्याक्सो ऊ फेरि न म भोलि हाल्छु त भाइ यसलाई त्यही भएर त्यो नगर भनेको ल हामी फाइनली आइपुगेको छौँ हाम्रो लास्ट घर कुमार दाइको हाम्रो दादा घर अब यहाँ लास्ट खेलेर त्यसपछि प्याकअप हान्दिने सुत्न जाने रात पनि धेरै भइसक्यो
रातको अहिले 1:30 भइसक्यो। अब यो लास्ट घर सकेर गाई नै सुत्ने। भ्याक्स लास्ट घर है अब दिँदैन आजा लास्ट घर है अब फाइनली सकियो। मिलाई कन ए देउसुरे भन भ्याक्स लास्ट अब त फाइनली सुत्न पाउँदैछ अब त सुत्न पाउँदैछ ह्याप्पी हो अब त्यस्तो होइन अर्कै ह्याप्पी आत्तुको कति केजी भयो त्यसको आत्तु तेरो कति जति भयो कति केजी पुग्छ होला त यही बजाएको हुने रहेछ। हाम्रो देउसी भैलीको दक्षिणा पनि आइसकेको छ। अब आशिष दिनेतिर लाग्ने फाइनल हान्ने फाइनली हाम्रो सकिएको छ आजको देउसी प्रोग्राम। 10 बजेदेखि स्टार्ट भएको थियो अहिले ठ्याक्कै 2 बज्यो 2 बजीसम्म हाम्रो देउसी प्रोग्राम सकिएको छ। यसमा हामीले भिडियो बनाउँछ है ठ्याक्कै आउँदैन त 10 बजेदेखि खेलेको ठ्याक्कै 2 बज्यो आयो सकिएको छ। के भन्न चाहन्छु यसमा म चाहन्छु हाम्रो देउसी सकिएको छ एकदम मजाले। कति बजेदेखि हामी खेलेको थियौँ हामी 8 कहाँ 13 बजे 10 बजेदेखि खेलेको अहिले 12:30 भयो। 2 बजिसक्यो हैन 2 बजिसक्यो ए हजुर छैन बज्नु खोज्छ 2 ब्याक्स कहाँ खै टक्कै 10 बजेदेखि सुरु भयो अहिले 1:50 भइसकेको छ सकिएछ। यसमा ह्याप्पीमा एयर स्मेल अर्को वाला दाँतमा पड्काइदियो दाँतमा पड्का नि त एउटा ल अहिले मतिर फ्याँक्छ तपाईँ फ्याँक्दिन म हातमै पड्काउँछु। 4टा दाँतमा पड्का नि दाँतमा मैले मुखमा पड्काउँथेँ कुल्कियो मुखमा सल्केको